यात्रा रहेको छ स्ट्यानली बीचको। हामी चाहिँ अब आज 3 जना, सासू ज्वाइँ म महारानी स्ट्यानली बीचमा जाने। अब बीचमा गएर पानी खेल्ने, बालुवा खेल्ने है आमा। ल त बीचमा भेटौँला। ट्रेन आयो, अब जाने। बसको माथिपट्टि बसेर भ्यू हेर्दै गइन्छ। मजा आछ। हेर्दै हिँड्दा पाछ है। जस्तो लाग्छ है। फुलहरू चमेलीको फुल होला नि। ल आइपुग्यो, बसमा निदाउँदै झुल्दै आइपुग्यो। अब हिँड्ने। आमा निदायो कि निदाएर? मनी झुलेर कस्तो भयो। हामी स्ट्यानली आइपुग्यौँ। तिरिक्कै घाम लागेको भएर यहाँ यस्तो गाह्रो भइरहेछ। शीतलमा हिँड्दा चाहिँ तर हावा छ है आमा। यता हेर्नु न, यस्तो भएर हिँड्दैछ आमा चाहिँ। वहाँ गएर बसौँ। ढुङ्गा के हो? यहीँको होला नि, समुद्रकै। शीतल ताप्दैछन् आमा। अब यता घुम्न जाने। यहाँ फोटो खिच्दैछन्, हामी पनि यहाँ फोटो खिच्ने हो। सबको चाहिँ घरको खाना खानु पर्दैन, बाहिर आएर यस्तरी खान्छ म्याक। समुद्र सबै एउटै हो यहाँमा। यही समुद्र उता सिङ्गापुरतिर पनि जोडेको छ, चाइनातिर पनि जोडेको छ, युकेतिर पनि जोडेको। यही समुद्र के समुद्रको हरेक टुप्पाहरू के छेउ टुप्पाहरू उसमा त्यो समुद्र चाहिँ एउटै हो। आमा हात हल्लाइदिनु त।
नाच्दिनु त आमा कति राम्रो देखेछ नाच्दिनु त हिँड्नु त यो चाहिँ स्ट्यान्लीको वाटरफ्रन्ट मार्केट दोकानभित्र खिची छैन भर्खर दोकानहरू खुल्दैछन् अब रातिमा सबै दोकान खुल्छ हामीहरू चाहिँ डे टाइममा आए स्ट्यान्लीको उता एक साइडबाट अब यता स्ट्यान्ली बिचतिर स्ट्यान्ली वाटरफ्रन्ट मार्केट पछि अब बिचमा गइन्छ एकछिन बालुवा सालुवा खेलेर बसिन्छ फोटोसुट गरिन्छ अनि घर फर्किन्छ बच्चाहरू छ यताउता छ भने चाहिँ ट्याक्सी काट्दैन नि प्रायः कति पैसाहरू यता बस्नुपर्छ यतातिर झर्ने कुद्दै जाने हो चप्पल लगाएर जुराफ खोला पनि आमा अब के गर्ने स्विमिङ गर्ने हो ल ठिक छैन हावै चलेन यता त गर्मीले शेष पर्यो गर्दैछ म हो भन्नु न म हो म माया गुरुङ म हो को हो कि को हो भने क्या
त्यो रुमाले त्यति धेरै नघट्नु के सबै त्यो छाला उक्किन्छ फेरि हो ढुङ्गामा चढेर माछा मार्दैछ देख्यो हावा आएछ यहाँबाट अनि तपाईँको साथीले देखाउनु है आम्रेलाई है आम्रेलाई भन्नु है यो भिडियो देखाउँदाखेरि हुन्छ भन न कतै ढुङ्गा माथि गएर बस्ने आमा ढुङ्गामा गएर आमा के गरेको नुन पानी समुद्रको पानी पोहोर फालेको सन्चो हुन्छ भन्छ के अब के हो हेर्दै जाउँ बेसकन्टी मज्जी गरेर धुनु नुहाए पनि हुन्छ वहाँ नुहाउने ठाउँ छ अघि हामी त्यहाँ आयौँ नि हो त्यहाँ नुहाउने ठाउँ पनि छ हो त्यो मान्छेले ढुङ्गा छान्दैछ के गर्ने ढुङ्गा डर लगा खुट्टा नहीं आमाले बीच पनि घुमेर भ्याइयो अब घरतिर लाग्ने बाई बाई आमा भन बाई बाई समुद्र अर्कोचोटि भेटौँला समुद्र चाहिँ कस्तो लाग्यो भनिदिनु नि त अनि राम्रो शीतल हो सफा रमाइलो छ अर्कोचोटि नै आउने फेरि बाई